यति बेला हलहरूमा प्रदर्शनरत 4 नेपाली फिल्मको आधिकारिक बक्स अफिस तथ्याङ्क सार्वजनिक भएको छ। सोमबार चलचित्र विकास बोर्डले जेरी अन टप, परान, जारी 2 र मनबिनाको धनको कमाई विवरण सार्वजनिक गरेको हो, जसमा सबैभन्दा धेरै कमाई जेरी अन टपको देखिन्छ। यसले 30 दिनमा 12 करोड 7 लाख भन्दा माथिको ग्रस व्यापार गरेको छ। कमाईको मामलामा परान दोस्रो स्थानमा छ। यसले गत शनिबारसम्म कुल 9 करोड 86 लाख 94 हजार रुपैयाँको ग्रस कमाई गरेको छ। आइतबारसम्म फिल्मले 10 करोडको आँकडा पार गरेको देखिन्छ। अब जेरी अन टपको रेकर्ड तोड्न परान केवल 2 करोड मात्र टाढा रहेको छ। फिल्मको व्यापारिक रफ्तार अझै बलियो रहेकाले 15 करोडको आँकडा छुन सक्ने प्रक्षेपण गरिएको छ। परानपछि उच्च कमाई फिल्म जारी 2 को छ। यो फिल्मले कार्तिक 29 गतेसम्म 4 करोड 92 लाख 22 हजार रुपैयाँ कमाएको बोर्डको तथ्याङ्कमा उल्लेख छ। आइतबारसम्म फिल्मको कमाई 5 करोड नागिसकेको छ। जारी 2 लाई कमाईमा मन बिनाको धनले पछ्याइरहेको छ। यसको 9 दिनसम्मको कमाई 2 करोड 43 लाख 35 हजार रुपैयाँ ग्रस कलेक्सन रहेको छ।